सर निरोध सरको घरमा आएर चाहिँ शनिबार आज शनिबारको दिन हामी चाहिँ यसो साथीभाइ बसेर हैन शनिबार मनाउने भन्ने योजना गरेर हाम्रो प्रिय सर निरोज पोखरेलको घरमा आइसकेका छौँ। उहाँ म अनि लगायत यता विवेक सर र आजको दिन हाम्रो विशेष रहनेछ, हामी रमाइलो गर्नेछौँ हैन। अहिले भर्खरै चाहिँ हाम्रो चियापानको कार्यक्रम भइरहेको छ। पछाडि चाहिँ अझ हाम्रो आज चाहिँ बृहत योजना छ। हामी विभिन्न प्रकारका खानेकुराहरू बनाउनेछौँ, खानेछौँ। म भिडियोमा क्रमशः जोड्नेछु यी कुराहरूलाई र कस्तो भयो आजको दिन हाम्रो, कसरी बित्यो त म देखाउने छु। तपाईहरुको कसरी बित्यो शनिबार, के गर्नुभयो कमेन्ट गरिदिनु होला। अनि कस्तो भयो हाम्रो फर्स्ट चाहिँ सुरुवात चाहिँ हाम्रो बिस्कुट अनि चिया, दार्जिलिङको चिया है सर, दार्जिलिङको चिया। कोहीले चाहिँ आफ्नो चिया अघि गाग्रीबाट पानी खनाएको जस्तै फक्लक फक्लक खनाए। अनि त्यस पछाडि ल हेर्नुहोस् साथी विवेक यता प्याज र खोर्सानी केलाउने तयारीमा हैन। अनि यतापट्टि चाहिँ हाम्रो किचन छ। अनि यहाँ किचनमा चाहिँ हाम्रो कुकरमा यहाँ आलु, त्यसपछि यहाँ अब हामी सर यहाँ के तयारी गर्दैछौँ, यो पानीपुरी फुलाउने तयारी गर्दैछौँ। यहाँ हाम्रो आलु उसिनिरहेछ। आजको परिकार कस्तो बन्नेछ म जोड्नेछु है त। ल हेर्नुहोस् एक्सक्लुसिभ काट्दै गरेको कागती खाँदैछ साथी। भाइ सौ त गरे कागती पानीपुरी फुलाउँदै हुनुहुन्छ हैन। अनि सँगसँगै हाम्रो आलु पनि सिटी लागिसकेको छ। अबको लगभग कति लिनुभएको कस्तो राम्रो छ त, ध्यान नसुकाउनु भएको थियो के चाहिँ मजाले फुलिरहेको छ। पुरा टाइप गरिरहेको छ। हाम्रो उहाँ चाहिँ विवेक सर, अहिले उहाँ चाहिँ यहाँ आलु मुस्नुहुँदैछ है, मजाले एकदम मिनसँगले त्यहाँ पनि थिएन हैन योजना मिस बसेकोमा, मिनसँगले आलुलाई उहाँकोमा छ भन्नुभयो नि योजना मिस प्याज खोर्सानीहरू काट्नुहुँदैछ पानीपुरीको लागि। र सरले चाहिँ यहाँनिर निष्का सरले चाहिँ यहाँनिर डिउहरू के उयोहरू यहाँ चाहिँ डिस्कस हुँदैछ हाम्रो। हेलो गाइज, यति बेला चाहिँ हाम्रो यात्रा बोल्नु पनि ठिक्क छ कि अलिकति मलाई ठिक्क छ। हाई गाइज, यता हेर्नु हाम्रो यहाँनिर अलिकति कम पानीपुरी वाली। उधर देखो, उधर हाम्रो के हो चोकोपाई वाला। तपाईको फुटको क्यामेरा कता हो कता? उयो कता छ? ग्लास लिएर आउनु है। यता चाहिँ दार्जिलिङबाट आउनु भैया, यता देख्नुहोस् नुन कति हाल्नु? यता चाहिँ दार्जिलिङबाट आउनु भएको भैया। हेर्नु पानीपुरी वाली यहाँ निकाल्नु न। यहाँ आओ गाइज, कस्तो यम्मी यम्मी खानेकुराहरू बन्दैछ हैन। त्यो चाख्नु त फर्स्ट। पानी अर्ग्यानिक कुरा। दार्जिलिङबाट आएको भैयाले यहाँ पानी बनाउँदैछ। अब अलिकति हाल्नु। यता चाहिँ मोरङबाट आएको भैया, झापाको मधेसी। उता दुईजना चाहिँ चाइनिजहरू हुनुहुन्छ। छाला मात्र सेतो हो, मान्छे चाहिँ मधेसी। हामी चाहिँ चाइनिजहरु हो। यता हामी पहाडको मधेसीहरु। उता चाहिँ चाइनिजहरू। प्रभाले कालो टुरिस्टहरू भन्थ्यो त्यस्तै। हाम्रो गाउँमा चाहिँ कालो टुरिस्टहरू पनि पाउँछ है। ल हेर्नुहोस् यता अमेरिकाबाट आउँछ सेतो टुरिस्ट हैन, हाम्रो गाउँकोहरू चाहिँ कालो टुरिस्ट। ल हेर्नुहोस् यता हाम्रो साथीहरू पुरा विभिन्न परिकारहरू बनाउँदै हुनुहुन्छ हैन। योजना मिस कस्तो भइरहेछ? ठिक्क छ ठिक्क। विवेक हैन म त चाक नभए व्यस्त छु है। आफूभन्दा ठुलो मान्छेलाई हैन हजुर भन्नुहोस्। कति सिकाउनु? चाहिँ मार्ने रहेछ चौकमा। हैन लागेकै छैन।
अनि यो पानी यो समस्या त चौको हुन्छ अब योजना मिस भन्दा पनि चर्को खानेहरू यहाँ आयो भने चाहिँ हामी सक्दैनौँ है बिजनेस व्यापार गरेर खाने रहेछन् होइन कला चाहिँ भएकै रहेछन् यतिको मान्नै पर्छ है हो कि होइन भन्नुहोस् त गाइस यता यहाँ ऊ हेर्दै आउने जस्तै देखिन्छ उहाँले त कोही कोही यता जागिरै छोड्छु भनेछन् पानीपुरी बेच्न हो कि होइन लु भन्नु त हिजो कस्तो रिस उठ्यो मलाई जागिरसँग म बरु पानीपुरी बेचेर भए पनि खान्छु भनेर आउँथ्यो यता अब मलाई टिचिङ गर्नु पढाउनु कस्तो गाह्रो भयो भन्दै हुनुहुन्थ्यो हो कि होइन लु भन्नु होइन त्यस्तो भनेको छुइनँ मैले ए हिजो अर्कै बोल्ने आज अर्कै बोल्ने त्यो गाह्रो भयो त भनेको छुइनँ अन्त बरु पानीपुरी बेचेर चाहिँ राम्रोसँग चल्छ भन्दै हुन्थ्यो हिजो त्यही भएर आज ठेला कहाँ गयो ठेला गाडी कहाँ गयो आलु आलु पानीपुरी लानुपर्छ खाने जागिर भनेको त्यस्तै बेतर बिजनेस हुन्छ ठेला गाडी कहाँ छ ल ठेला गाडी हामी त बेच्छौँ ल हेर्नुहोस् गाइस एउटा भएको उयो के अरे त्यो स्प्राइट त साट्नु जानु नसक्ने मान्छेले म त सक्नुहुन्न दोकान आइनु भएको स्कसरलाई चाहिँ फेटा बाँधेर क्या म टाउकोमा फेटा बाँधेर पानीपुरी बेच्न राख्नु पर्ने होइन ल आयो पानीपुरी भन्दै तपाईँलाई त्यसरी भन्नु न नि आउनुहोस् आउनुहोस् पानीपुरी खानु ल आयो 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 अस्ति के अरे साइरी भनेर साइरी कुन साइरी स्कसरले पनि दिन्छ घरिघरि त के भने मैले अस्ति के भने लु भन्नु त अलिकति के चाहिँ भने हैन तपाईको माथि त्यस्तै टाइपको के भयो के चाहिँ भने लु अलिकति मैले बिर्से तपाईको म उयो चाहिँ बिर्सिन्दिन स्कसर व्हाट सर पानीपुरी बनाउँदा पनि त्यसै नै साइरी भन्दै बेच्दिन्छ त्यति बेला विवेक सर चाहिँ हुनुहुन्थेन जिब्रो बिनाको हड्डी बिनाको जिब्रो भन्नुपर्ने होइन जिब्रो बिनाको हड्डी ए होइन होइन फेरि पनि त्यस्तै मिस्टेकै थिएँ हुनुहुन्न थियो त्यो पहिल्यै हो ल हेर्नु यति राम्रो सुन्दर दृश्यको अगाडि बसेर हामी चाहिँ साह्रै पेर गरेको भिडियो तल साह्रै हल्ला गरे है यिनीहरू त्यो चस्मा चाहिँ ल्याउ त एकचोटि अर्काको चस्मा नमाग कति लगाउँछ जहिले अर्काको आफ्नो छ भने लगाएर यसको भ्लग चाहिँ बनाउनुहुन्छ स्कसर बनाउँछ नि उसले पायो उसले कन्टेन्ट पाउनुपर्छ मैले भात खाइरहेको त अस्ति भरे मलाई पनि पानी पर्यो होइन राति 12 बजी हामी राति अस्ति त राति 12 बजी आएको थियो के कामबाट योजना मिसहरूकैसँग भेटेरै आएको थियौँ हामी होइन त्यो दिन लास्टमा त पानी पर्यो क्या म जान्छु भनिरहेको थिएँ न त त्यतिकै उयो गरेर चाउचाउ ल्याएर पहिले भात खायो भनौँ कति निराश भएर बस्नुभएको पानीपुरी त्यति मिठो छैन है क्या खै चाहेकै छैन अब थालौँ चस्मा हो चस्मा लाग्यो गाइस हामी चाहिँ खाइसकेर अन्तिममा चढाउन छौँ है अब चाहिँ साथीहरू के भएर हल्लिनु सकिरहेको छैन जस्तो चाहिँ दुईजना पिरो लागेर एकछिन त म बोल्न सकेको थिइनँ केही दिन पछाडि मैले फेरि भिडियोलाई कन्टिन्यू गरेको छु है यता बिरे नुन खाएर मात्रै मेरो पिरो हटेको छ है हामीले खाएर अन्तिम दिनसम्म पुऱ्याएका छौँ यता के भन्छ सिक्किमको प्रेमी नेपालमा जन्मेर
सिक्किमको प्रेम फेरि यता निस्किनु भएको छ हाम्रो म्यामको आमा चाहिँ 3 चोटि तर्सिनु भयो उहाँलाई देखेर यसपालि मान्छेले तर्साउने मात्रै छ हामी तल गफ गरेर बसिरहेको थियौँ होइन यस्तो माथि यस्तो च्याउनु गऱ्यो होइन यो प्रेम कहाँबाट आएछ अर्को छ नि इन्सिडेन्ट छ नि उहाँलाई देखेर उहाँको मम्मी तर्सिनु भयो उहाँलाई देखेर मा बसर जान्नु विवेक र म धन्दा गर्नु जान्छौ तिमी यहाँ बस भन्दा पनि नै म जान्छु हामी जान आँटेको थियौँ राति 10 बजी म त के तपाईँ यहाँ बसिराख्नु भएको बेला त्यो हल्का तपाईँलाई त्यो भेटेको थियो नि होइन तितेपाती छरेको बेलामा के अरे योजना मिसले त्यो तितेपाती छर्किदिनु भन्नुभएको थियो मैले यहाँ बसिरहेको थिएँ अनि त्यो तितेपाती लिएर छर्किदिनु भनेर भन्ने मैले ईश्वर सरको गल्ती हो नि ईश्वर सरले भन्नु नै भएको रहेछ टाउ उसलाई ज्वरो आइरहेछ भनेर भनेर रहेछ होइन त्यस्तो पसेको भन्ने उसलाई थाहा नै थिएन क्या ऊ ब्ल्याङ्क थियो होइन मेरो सिचुएसनको बारेमा ब्ल्याङ्क थियो अनि त्यसपछि अब मैले त्यो तितेपाती ल्याएर छर्किदिनु भनेपछि म पनि सानो तिम्रो पिछुमै हो भन्नु यसो गरेको सरलाई सरले देख्नु पनि भएन यसरी बसिनु भयो क्या यताबाट पछाडिबाट प्ल्याट्टै यसरी हान्नुभयो क्या सातो गइहाल्यो नि साथीले रातभरि सुतेन राति 10 बजेको थियो है सुत्नु नमानेर माथि सुत्नु नमानेर म सुतेको गाइस हाम्रो सम्पूर्ण आजको पानीपुरी खाने अनि के खाने कार्यक्रम सकिएको छ कस्तो भयो निरोज सरदेखि सुरुवात गरौँ है तपाईँको घर तपाईँको रुम तपाईँलाई कस्तो महसुस भयो ल थोरै 2 शब्द राखिदिनु पर्यो एकछिन ल मलाई चाहिँ सबैभन्दा खानु ठिकै लाग्यो होइन मिठो भएको थियो तर खोर्सानीले ईश्वर सरको बोली रोकेको देख्दा त एकदमै मजाको भयो आजको कार्यक्रम चाहिँ होइन यति मात्रै अन्त ईश्वर सरको आँखा भलिले आँसु पनि देखेको थियो होइन साह्रै मजा आयो तर मजा पनि लाग्यो रमाइलो भयो ल धन्यवाद विवेक सर कस्तो भयो आजको एकदम समग्रमा एकदम राम्रो भयो रमाइलो भयो होइन हजुर निरज सरलाई चाहिँ थ्याङ्क यू फर दिस वन्डरफुल ट्रिट होइन त्यसो भन्न चाहन्छु सकियो ओके योजना मिस सिटाइदिनुहोस् न ल कस्तो भयो आजको खाइसक्नु भएको रहेछ अझै योजना मिस बोल्नै सक्नु भएको छैन मिस हल्लिनु नसक्नु भएको मिस कतिवटाको कमाल हो यो 71 कि 72 पो सर 71 कि हजुर मेरो पेन्टमा पाल रहेछ खै चाबी यहाँ ल अघि कसरी खाएको थियो हाँस्दै अब त्यसरी नै हाँस्दै भाँडा माझ्ने रमाउँदै गाइस जिन्दगी यतिको रमाइलो चाहिँ फेरि हुँदैन होला है कति जेलीलाई हो होइन बाचुन जेली भइन्जेली सँगै भइन्जेली रमाइलो गर्नुपर्छ कि पर्दैन पर्यो नि होइन ल गाइजहरू होइन खाइयो ओरियो हजुर के रे ए हुन्छ नि हेलो गाइज ल नमस्कार मैले 3टा मात्रै खाएको थिएँ धन्दा गर्न लगाएर मारेँ नि स्कर चाहिँ देखिएन माथि बढाल्दै गरेको चाहिँ विवेक सर म बढाल्छु ल केही गरेको छैन जरा म बढाल्छु नि भन्नु खानुमा मात्रै ठक भएको नि त हो यस सानो सानो भाँडा मात्रै खोज्दै मस्काउँदैछ कसले यो त त्यस्तै हो नि जहिले ठगाएर ल उहाँ चाहिँ हाम्रो विवेक ट्यालेन्ट चाहिँ यसलाई भन्छ क्या अहिले खाइसकेर चाहिँ खानु मात्रै जान्ने होइन कमाउनु मात्रै जान्ने होइन गर्न पनि यो बोजी कहाँ खेल्ने त्यही टप टाइम अलिक परबाट झार परबाट झार्नु त्यहाँ ज्याकेटमा लाग्छ 6000
त्यो फेन्टा खाँदै हुन्छ उहाँ चाहिँ। हामी चाहिँ चारजना धन्दा गर्नु गएको थियौँ है, अनि उहाँ चाहिँ स्पिड कुदेर आएर फेन्टा चोरेर खाँदै हुनुहुँदो रहेछ। हामी आएको देखेर त हतार किचनमा लुकाउँदै हुनुहुन्थ्यो। अब फेन्टाको के भन्छ फेन्टा लभरहरू चाहिँ किचनमा आएर लुकेर फेन्टा खाँदै हुन्छ अन्तिममा। त्यसपछि चाहिँ मैले हाम्रो यहाँ नजिकै रहेको हाम्रो गणेश माध्यमिक विद्यालयको सुन्दर दृश्यलाई यहाँनिर कैद गर्दैछु र यहाँ ढुङ्गामा बसेर साना साना भाइ बहिनीहरू कस्तो मजाले खेल्दैछन् है। यो चाहिँ हाम्रो गणेश चोक याङरक 6 मा रहेको गणेश माध्यमिक विद्यालय हो। मैले पनि यहीँ नै अध्ययन गरेको 12 सम्म।